Hello everyone. Welcome back to my channel. हामी चाहिँ आज चाहिँ नेक्स्ट सेकेन्ड डे चाहिँ यहाँ बहिनीसँग हामी चाहिँ दाउरा लिन आउँदैछौँ आएको छौँ है। यो मलाई नि कस्तो रहर लागिरहेको थियो क्या दाउराहरू लिन। यता तल जङ्गलमा पनि यसो डुल्न मन परिरहेको थियो। सो आज चाहिँ डुकुसँग दाउरा लिन आएको छु। अब कतिको बोक्न सक्छु है म चाहिँ। हिँड्नै त नसक्ने भइसकेको छु। फेरि यो गरे जस्तो हुन्छ कि सक्न सकिहाल्छ। आमा हेर्नु चाहिँ यहाँ दाउरा काट्दैछ। तँ चाहिँ काटेर मात्रै लाने मेरो चाहिँ उयो हो त्यतिले बाटो यस्तो बाटो अनि यस्तो अब जम्प हान्नु आइया बन खडानी गरेर के हो यो। आमा यहाँ पनि यो तलको दाउरा कसको हाम्रै हो। आमा थुप्रै रहेछ त। आमा यहाँ तल पनि रहेछ। ल है साथीहरू मेरो चाहिँ भाइ बहिनी लाउँदैछ। फेरि फर्स्ट टाइम बोक्दैछु भरे ठ्याक्कै खुट्टा उयो भयो नि 2-3 दिन पछाडि चाहिँ नि बानी हुन्छ क्या। 2-3 दिन पछाडि त बानी हुँदै जान्छ अनि लेट्स सी बोक्नु सक्ने हो। यति भएको छ भारी चाहिँ। ओइ मेरो भारी त कति नराम्रो हो यति लामो आयो होला त। उठ्नु त सक्दैन थियो नि ल गाह्रो भयो। हामी त बिसाएर बसेको यहाँ अमला रहेछ। अब खाने अमला हेर्न साथीहरू फेरि देखाउनु पर्यो। अमला खाने ल भाइ लग्छ क्या देखाउँछ हेर्नु त साथी हो अमला। ल ल साथीहरू अमला गयो भरे खानुपर्छ। कस्तो मिठो छ। बुढी आयो भने जतिकै के गरेर बसेको त चाहिँ यसको भाइ चाहिँ कम त ठुलो छैन मेरो त यत्रो छ होइन कति लामो लामो। हजुर गर्मी यस्तो छ कि तातो यहाँनिर पारेको मम्मीहरू अलिकति अलि बोक्नु भएको रहेछ। बहिनीसँग गफ गर्दै आएको कि आइपुग्यो। हो यस्तो हाम्रो चाहिँ गाउँमा मम्मीहरूले अब मिथ होला नि होइन के लाग्छ भनेर चाहिँ आगो छुनुपर्छ अरे अनि चाहिँ नानी पक्रिन अरे। यहाँ आउनु त बाबा तिम्रो घाउ देखाइदिउँ त। मावला आएको अरे घाउ नै देखाएर। बोजूले चाहिँ के कपाल धुनु भएको हाम्रो बोजू फेरि रातै छ कपाल मुनाले लगाइदिए। यहाँ आउनुहोस् त ल चकचक गरेर हेर्नु न अनुहारमै। यहाँ हेर्नु न लडेर खोइ हेरौँ त बाबा हेरौँ त। यहाँ खत्तै घाउ बनाएर हो के भन्नु र। मम्मी कति आधी निकाल्दिनु। मामा पनि खानुपर्छ है सुसु पनि गर्यो। हामी चाहिँ आलु खन्दैछौँ है साथीहरू। आलु साह्रै धेरै छ। बसी दिएको मैले चाहिँ साथीहरू आलु फलेको रे हेर ढङ्ग एउटा आलु फलिरहेछ अलिक दुम्सीले सबै खाएछ। हामी चाहिँ साथीहरू आलु खन्दैछौँ है मम्मी र म। आलु खन्दैछ मेरो बाबा चाहिँ हेर हैरान भयो। पसिना आयो बोजू नाति चाहिँ के भन्नु र। हात पनि पुरै टकटकाउँछ पो त अनि त। ल हामीले चाहिँ यति आलु चाहिँ खन्यौँ हो। अझै छ यता पनि खन्न पर्ने। यात्रा फल्यो हाम्रो
साथीहरू अब चाहिँ म चाहिँ सिस्नोको दाल खाने हो आज चाहिँ। अब सिस्नोको दाल टिप्न जान लागेको, कपाल पनि यसो अलिअलि मिलाइदिउँ न भनेर होइन। खाने हो कोही होइन होइन भरे फेरि थोरै बनाउँछु अनि माग्न थाल्यो भनेर ल। सो अब चाहिँ सिस्नोको दाल टिप्नु पर्ने हुन्छ साथी हो। यहाँ चाहिँ अलिअलि टिप्यो, सिस्नो टिप्न जान आँटे है। सिस्नो टिप्न गएको है साथीहरू। दाल बोकेर लेट्स गो। तपाईँ चाहिँ कहाँ जानु नि? सिस्नो टिप्न गएको, अब बेलुका खानु पर्ने नि सिस्नो। माइत आएर त खोइ मासु दिँदैन। सिस्नोको दाल खान गएको आयो। त्यस्तो होइन साथीहरू, मलाई चाहिँ अब आएको बित्तिकै हो सिस्नो देखेर कस्तो सिस्नो खानु मन लाग्यो ल। अनि म चाहिँ आफै सिस्नो टिपेर अनि आफै खानु होइन। सिस्नो आज यस्तो दामी गरेर खाइन्छ नि। कहाँ हिँडेको त चाहिँ? यहाँ हेरौँ है त साथीहरू, यस्तो काँडा छ नि यहाँ। यहाँ हेरौँ न काँडा। यसले चाहिँ पोलो भने चाहिँ के हुन्छ होला होइन हाम्रो हालत। यस्तै साथीहरू खानुपर्छ। पोलो भने चाहिँ फेरि गयो नि, आठा हुन्छ नि फेरि। झुसुलेले सबै खाएछ क्या। यो चाहिँ अलिक ठुलो भएपछि मुनाहरू खान्छ झुसुलेले, तिनीहरूलाई चाहिँ पोल्दैन क्या हो। यति मात्रै भयो, यति भयो। यता पनि थियो खोइ होइन के हो, सुक्खा भएर हो कि छैन। हाम्रो मुना चाहिँ घाँस काट्दैछ हेर्नु, यहाँनिर यहाँ घाँस काट्दैछ, अम्लिसोको घाँस काट्दैछ। अब यसले चाहिँ एक भारी लान्छ बेलुकालाई पुग्ने गरी। सो यस्तो छ है त हाम्रो गाउँठाउँहरू चाहिँ। यो चाहिँ हाम्रो मम्मीहरूको खेतीहरू। यता तल पनि गर्नुहुन्छ, माथि पनि, माथि घुर्यानतिर पनि। अनि यो चाहिँ तल अलिक सेपिलो छ नि त्यो बाटो। सो यस्तै छ गाउँघरमा साथीहरू। अनि यो चाहिँ हाम्रो बाख्राहरूको गोठ हो। त्यो कहिले बाहिर निकाल्नुहुन्छ मम्मीहरूले, पछि बर्खामा कहिले भन्दा नि बर्खामा यहाँ छारी लाएर यता तल माथिको घरमा नि खोर्छ, खोरदेखि अनि यता तल निकाल्नुहुन्छ। अनि यो चाहिँ मटर बारीहरू मम्मीहरूको होइन। किम्बु हेर्नुहोस् न आमा पाक्दैछ पुरै। यहाँ हेर्नु न, म चाहिँ फेरि यस्तो चाहिँ मनपर्छ नि झरेको फोहोर भन्नुहुन्छ होला। यो चाहिँ फेरि एकदम मजाले पाकेर झरेको, कस्तो गुलियो हुन्छ क्या। हामी चाहिँ अब यसरी नै खाएर हुर्केको होइन। सानोमा चाहिँ गाउँमै हुर्किनु भएकोहरूलाई चाहिँ थाहा हुन्छ क्या। चाहिँ अब घाम डुब्न लाग्यो है अब चाहिँ। सो मैले चाहिँ यति नै गरेँ। अब आधी चाहिँ म घरमै टिप्छु। यो फुलहरू यस्तो राम्रो हुन्छ नि साथीहरू, हेर्नु त कस्तो मजाले फुलेको। ला यसले चाहिँ भन्दैछ के भन्दैछ भन्नु न। भोलि चाहिँ क्राउन बुनेर लाउनु अरे, यो फुलहरू टिपेर अनि क्राउन बनाउनु अरे गोलो, अनि फोटो खिच्नु अरे क्राउन बनाएर। राम्रो हुन्छ तर एकदम राम्रो देखिन्छ। यहाँ पनि यहाँ मम्मीले बोक्चै सागहरू छरेको छु भन्नुहुँदै थियो, खोइ छैन रहेछ। सोक्चै उडेछ, उहिले खाइसक्यो होला नानी। यहाँ परसम्म गर्नुभएको रहेछ। सो यस्तै छ है त साथीहरू, हाम्रो चाहिँ गाउँघरमा यस्तै हुन्छ। यसरी नै हुर्कियो। अब अहिले चाहिँ हाम्रो बाहिर भयो होइन। अब चाहिँ घर जानुपर्ने हुन्छ साथीहरू। मेरो नानी पनि छोडिरहेको छ। नानीले के नाति बोजू के गर्दैछ पनि। बाजे चाहिँ पानी बनाउनु जानुभएको थियो। यो चाहिँ अब खानुपर्ने हुन्छ साग चाहिँ है साथीहरू। यहाँ हेर्नुहोस् ल, अब कुन बाटो जानु हो? म दुईवटा बाटो छ हो। यता बाटो जानु त म गएको छु नि। यता बाटो त कतिचोटि हिँड्नु होइन। हाम्रो चाहिँ यो पुरानो यो हो क्या पँधेरो, हेर्नुहोस् न। तर पहिलाको पँधेरोहरू अहिले पहिलाको जस्तो पानी नै आउँदैन। अनि हामी चाहिँ पहिला यहाँको पानी खान्थ्यौँ पहिला अब हामी सानो हुँदा। अनि कस्तो सासै बढ्यो। यहाँपट्टितिर पनि थियो, आखिर म देखाउँछु ल। यहाँनिर पनि थियो क्या। यो चाहिँ हामी चाहिँ पूजाहरू गर्छौँ। अनि यो चाहिँ पँधेरोमा फाल्नु भन्दो रहेछ नि त। पँधेरो यस्तो पानीहरू उम्रिने ठाउँमा गरिसकेकोहरू चाहिँ त्यहाँ चाहिँ अस्ताउँछौँ भनौँ न, फाल्छौँ भन्दा नि। अनि यहाँ पनि त्यो पुरानो पँधेरो चाहिँ मेरो हात फोर्छ है साथीहरू। अनि यहाँनिर पुरानो पँधेरो थियो, त्यहाँ पनि पानी आउँथ्यो। तर मेन चाहिँ हामी यहाँको खान्थ्यौँ क्या। उस्तो सफा थियो नि पहिला त, फेरि कस्तो मजाले उयो हुन्थ्यो। तर अहिले चाहिँ पानी त्यो धेरै देख्नुहुन्छ है, त्यो धेरै दिनको जमेको हो क्या। अनि यही पानी चाहिँ हाम्रो चाहिँ यहाँनिर जमाएर अनि यहाँबाट चाहिँ सिँचाइ गर्न लानुहुन्छ मम्मीहरूले। अनि यस्तो छ है त।
अहिले चाहिँ छैन के गर्नु पानी मजाले सिँचाइ गर्न पनि पुग्दैन हैन पहिलाको जमाना जस्तो छैन इनफ हुन्थ्यो यो पँधेरोले प्राय आधी नै गाउँ पुग्थ्यो क्या सो अहिले चाहिँ यसो भइरहेछ अनि यो चाहिँ हाम्रै जग्गामा पर्छ साथीहरू चाहिँ हेर्नु न पर खेलिरहेको रहेछन् पुरै सो म चाहिँ अब यहाँ पनि टिप्छु है त यसरी टिप्नुपर्छ है साथीहरू ल साह्रै भन्दा नि यतिको ठिकै हुन्छ क्या मुनाहरू पाक्छ मजाले तल त कस्तो सबै किराले खाएको थियो अनि सो अब चाहिँ सिस्नो भारी पुग्यो हो साथीहरू यति भयो होइन अब चाहिँ लगेर मजाले धुलाइ सुलाइ गरेर खानुपर्ने हुन्छ मजाले स्वरल्याप मामसँग होइन खानुपर्ने हुन्छ ल है त साथीहरू यो चाहिँ ठ्याक्कै यसको दाल बनाउने होइन अनि ठ्याक्कै अचार छ बयमको अचार छ अनि फाल्टो पुदिना अनि लोकल टमाटर अनि टिमुर लगाएर अनि मजाले अचार बनाएर अनि मसँग खानुपर्छ सो हेलो आज चाहिँ फेरि हामी नेक्स्ट आलु खन्न फेरि आइरहेको छौँ है त आज पनि आलु खर्ने पर्ने छ मम्मी पनि आउनु हुँदैछ अनि हिजो चाहिँ हामीले यहाँ तल खनेका थियौँ अनि आज चाहिँ यहाँ मास्लोमा खन्न लागेको यहाँनिर अलिकति चाहिँ यहाँ तोरीहरूसँग पनि मिक्स गर्नु भएको रहेछ तोरी भन्दा नि यो साग हो नि मम्मी बोक्चोइ साग हो क्या यो चाहिँ बिउ राख्नु भएको मम्मीले अब यहाँ चाहिँ अलिअलि खन्नुपर्ने हुन्छ साथीहरू सो हामी चाहिँ अब खान्छौँ है त मेरो छोरा हेर्नु न साथीहरू के भयो भन्नु न हामी चाहिँ यहाँ आलु खन्न स्टार्ट मात्रै गर्न लागेको थियौँ यहाँ तल हाम्रो बाबा चाहिँ बाख्राहरू लानुभएको थियो कि यसो चरनमा अनि त्यहाँ तल ब्याए छ बाख्राले अनि मम्मी चाहिँ लिनु जानुभएको छ अनि म चाहिँ अब म मात्रै अनि म र नानी मात्रै यहाँनिर छौँ अनि हामी चाहिँ यहाँनिर अब आलु खन्नुपर्ने हुन्छ अनि मम्मीले चाहिँ बाख्रा खोइ कतिवटा ब्यायो के ब्यायो केही थाहा छैन अहिले म तपाईँलाई देखाउँछु ल कत्रो ब्यायो अलिक सानो सानै थियो भन्नुहुँदै थियो ब्याए छ हो दुम्सेले त अलरेडी खनिरहेछ क्या यसरी खनिरहेछ अनि के भन्नु र यसरी आलु निकालिरहेछ क्या आलु निकालेर यति मसिना छन् अनि ठुलो चाहिँ यो यत्रो छ एउटा दुईटा यति नै हो ठुलो भनेको ठुलो चाहिँ सबै खाइसक्यो यो बाख्राले चाहिँ अघि ब्याएको रहेछ सेतो माउ रहेछ हामीले घाँसहरू पनि ल्यायौँ यो चाहिँ हाम्रो घर हो अनि गोठ चाहिँ माथि छ हेर्नु साथीहरू यो चाहिँ खानुपर्ने हुन्छ क्या यस्तो मिठो हुन्छ नि कस्तो धेरै फलेको छ साथीहरू अब अधेरो भयो नि त आज अलिक देख्नु हुँदैन यसरी फल्या छ अधेरो भयो यो चाहिँ यसरी टिप्नुपर्छ फुलमा पानी है अब उसकै बच्चालाई हान्नु खोज्छ त नि सिधै जन्माएछ नि मम्मी त म चाहिँ अब घरमा आइपुगेँ अनि मम्मीहरू चाहिँ मम्मीहरू चाहिँ बाहिर काम गर्नुहुन्छ म चाहिँ अब किचनमा खाना सब्जी बनाउँछु सो यो चाहिँ किचन भयो होइन चुल्हा पनि आज त लिप्यान छैन सो म चाहिँ अब खाना सब्जीहरू बनाउँछु कस्तो अर्किन खाना सब्जीहरू बनाएर खानुपर्ने हुन्छ अनि खाएर चाहिँ हामी सुत्छौँ भोलि चाहिँ मेरो बजार पनि जानुपर्ने काम छ बजार जानुपर्ने काम छ सो आजलाई चाहिँ यति नै है त साथीहरू सो बाई बाई सी यू इन द नेक्स्ट भिडियो है त बाई